सफ्ट टकको आजको अङ्कमा हामीहरूसँग विद्वान कूटनीतिक व्यक्तित्व पूर्व राजदूत लेखक हिरण्यलाल श्रेष्ठ हुनुहुन्छ। नेपालको विश्व सम्बन्धमा उहाँको जुन गहन दृष्टिकोण छ त्यसबाट हाम्रा दर्शक तथा श्रोताहरूलाई लाभ पुगोस्, कतै न कतै देशलाई पनि यसले लाभ पुगोस् भन्ने उद्देश्यले हामीहरूले यो कार्यक्रम रेकर्ड गर्दैछौँ। प्रथमतः हजुरलाई कार्यक्रममा स्वागत गर्दछु। नमस्कार, धन्यवाद। नमस्कार। हजुरको अहिले कस्तो छ, स्वास्थ्य स्थिति कस्तो छ? ग्रेजुअली इम्प्रुभ हुँदैछ। पेसमेकर राखेपछि धेरै सुधार भएको छ। अनि देशकै स्वास्थ्य स्थिति पनि त्यति राम्रो देखिँदैन नि। हो, देश अब चुनाव सकेपछि स्थिरता हुन्छ, अगाडि स्मुथली बढ्छ भन्ठानेको राजनीतिमा पनि कहिलेकाहीँ असन्तुलन देखिया छ। देशभित्र पनि सुकुम्बासीहरूको विजोग छ। अल्टरनेटिभ तयार नगरिकन हचपच काम गर्दाखेरिको प्रब्लम छ। महाधिवेशन राष्ट्रपाको भयो, त्यो महत्त्वपूर्ण घटना हो। यस अवधिमा दुईजना नेता, एउटा सभापति लामिछानेजी, अर्को चाहिँ वरिष्ठ नेता प्रधानमन्त्री बालेन स्थापित हो। तर चाहिँ मेजोरिटी त भोटै हालिकन गएको थिए, 30% मात्रै। 30% मात्र। हजुर। त्यो पनि अब त्यहाँ त्यो अङ्ग्रेजहरूले भागै लिएन। हजुर। भन्दाखेरि यो अझ अनि आफूले चाहिँ चुनावको उम्मेदवार हुने, प्रचार गर्ने, जित्ने, सर्वसम्मत हुने, अरूलाई प्यानल बनाएर लड्न नदिएको भन्दाखेरि कार्यकर्तालाई विभाजित राख्ने, आफू दुई नेताहरूको नेतातन्त्र चल्यो। हजुर। यसपालिको विशेषता तैपनि अहिले नै यिनीहरू फुट्ला कि भनेको फुटेन, किनकि लामिछानेको महत्त्वाकांक्षा जाग्ने गरिकन प्रधानमन्त्रीलाई भन्दा चर्को इन्डियामा चाहिँ नि स्वागत गरेका थियो। हजुर। त्यसले उसको अहम जगाइदिने, तिमी नै प्रधानमन्त्री हुन सक्ने मान्छे हो, अरूलाई किन भनेर। अब तर यस अरूले उचालिएमा यसपालि तत्काललाई उचालिएन। म त्यसलाई राम्रै भन्छु, 5 वर्ष राम्रो चलाओस्, तर जनताको आकाङ्क्षा अनुरूप देशको हित हेर्ने गरिकन र डेमोक्रेटिक तरिकाले चलाऊ। हजुर। एकदम चाहिँ आदेश हुकुम चलाउने कालले होइन, रुल अफ ल हुनु पर्यो। रुल बाई ल, अध्यादेश जारी गरेर आफ्नो अनुकूल कानुन बनाएर होइन। कानुन संविधान सर्वोपरि हुनु पर्यो। र कानुनी राज भनेको रुल बाई ल होइन, रुल रुल अफ ल हुनु पर्यो। हजुर। रुल अफ ल हुनु पर्यो। अब त्यो चाहिँ त्यो कमजोरी देखिया छ। र अहिले तपाईँले यो फरेन पोलिसीमा आएको असन्तुलन र भू राजनीतिलाई अलि चुनौती दिने खालकोले दलाई लामाको जन्मदिन देखाउनुमा त्यस विषयमा म प्रवेश गर्नेछु। हजुर, के भन्दाखेरि कस्तो यो के हो, यो हजुरले त हेरिराख्नु भएको छ नजिकबाट। यसभन्दा अगाडि पनि दलाई लामाको जन्मदिन त मनाइन्थ्यो क्यारे, यसपटक के फरक भयो? यसपालि फरक के भयो म त्यो बताउँछु। पहिले पनि मनाउँथ्यो, बाहिर निस्कन नेपालमै मनाउँथ्यो होइन त, क्लोज्ड क्वार्टर्समा मनाउँथ्यो। हजुर। भित्र मनाउँथ्यो, बाहिर निस्कन खोज्यो भने छेक्थ्यो, बन्द गरिदिन्थ्यो। हजुर। पकड पनि गर्थ्यो। अब यसपालि चाहिँ पहिले चाहिँ यहाँ बनाउँदा पनि गभर्मेन्टले पर्मिसन दिएको हुँदैन थियो। यसपालि त शनिबारको दिन सिडिओ अफिस खोलेर आदेशअनुसार उसले चाहिँ नि दियो। अनुमति दिनको लागि नै जिल्ला प्रशासन कार्यालय काठमाडौँ खोल्नुपर्ने परिस्थिति आयो। र चाहिँ त्यो पर्मिसनमा उनीहरूले चाहिँ यो पाएको हुनाले
न त विदेशीहरू जान नमिल्ने हुन्थ्यो एम्बेसडर्सहरू। अब यो चाहिँ त्यहाँ अब स्वयम्भूको एउटा स्कुलभित्र कार्यक्रम नामग्याल स्कुल, हजुर। स्कुलमा त्यहाँ चाहिँ युएनएचसिआरको यहाँ नेपालमा भएका प्रतिनिधि र चाहिँ केही पश्चिमी देशहरू युका र अमेरिकाका बेलायतका यिनीहरू चाहिँ नि पनि गए मिसनका मान्छेहरू। यसैले पहिले र अहिलेको फरक के हो भन्दाखेरि पहिले एगेन्स्ट गभर्मेन्ट प्रयास गर्थ्यो तर बाहिर चाहिँ कन्ट्रोल गर्थ्यो। अब यसपालि चाहिँ विथ द पर्मिसन अफ यो सिडिओ अफिस त्यहाँ उनीहरू अफिसियल सेलिब्रेसन भयो एक किसिमले। अफिसियल सेलिब्रेसन यो हुने बित्तिकै चिनका लागि पुराना नेपालका राजदूतहरूले संयुक्त वक्तव्य निकालेर यो डिपार्चर हो त फरेन पोलिसीमा, यो एक चिन नीतिमा प्रश्न चिन्ह उठाउने भयो, तिमीहरूले छोड्या हो भनेर प्रश्न गरेर यो राम्रो भएन भन्ने वक्तव्य त निकाल्यो। र अरू विज्ञहरूले पनि यो कुरा उठाएछन्, राजनीतिक क्षेत्रबाट पनि प्रतिपक्षले पनि यो कुरा उठाइरहेछन्। यसैले पहिले र अहिलेको फरक चाहिँ के हो भन्दाखेरि पहिले विदाउट पर्मिसन मनाउन खोज्थ्यो त रोकिदिन्थ्यो। अहिले चाहिँ पर्मिसन रोक्न दियो। अहिले पनि भन्छन् कि चाहिँ बाहिर डेमोन्स्ट्रेसन नगर, अरूसँग क्लास गर्ला भनेर हामीले भित्र गर्न दिया हौँ भन्ने लौरो तर्क छ। तर चाहिँ भित्र बाहिर जहाँ होस् एकचिन नीति मान्ने नेपालले र चाहिँ यो बनाउनु दिनुहुन्न थियो। र अस्ति मात्र हाम्रो सुशील खनाल परराष्ट्र मन्त्री चिन जाँदाखेरि चिनले भनेको थियो कि टाढाको मित्रभन्दा छिमेकी नै काम लाग्छ नि होइन र भनेर। त्यो भनेको मतलब चिन छिमेकी विरोधी गतिविधि गर्नु नदियो। त्यसो हो भने हाम्रो लागि चाहिँ संवेदनशील विषय हुन्छ भनेर। तर चिनको त्यो संवेदनशीलतालाई अहिले हेरेनौँ। र मान्छेहरूले यो पनि भन्छन् कि चाहिँ नि परिवर्तन ल्याउँदाखेरि पनि टिओबी एक्टिभ भएको थियो। हजुर। र टिओबी एक्टिभ भएको हुनाले परिवर्तनको एउटा फ्याक्टर टिओबी भएको हुनाले टिओबीको दबाबमा गभर्मेन्ट झुकेर यो पर्मिसन दिएको हो भन्छ। मैले यो टिओबीकै सम्बन्ध के भन्दाखेरि पहिला यो भूतो न भविष्यति भन्ने जस्तो तिब्बत गभर्मेन्ट इन एक्जाइलबाट शुभकामना सन्देश आयो। ठ्याक्कै त्यसको यो कोरोलरी जस्तो स्थिति विकास चाहिँ एउटा दिशामा गइराखेको जस्तो अहिलेको जुन सेलिब्रेसनले देखिँदैछ। एउटा फरेन पोलिसी चिनसँगको सम्बन्धमा एउटा मेजर डिपार्चरको सङ्केत जस्तो बुझ्नु भएको छ यसलाई। त्यस्तो त्यति ठुलो जोखिम नेपालले बोक्न सक्छ? गाह्रो छ। यो चाहिँ नि भू राजनीतिक दुर्घटनामा पार्ने हो। र यसरी एकचिन नीति मान्ने नेपालले यसरी दिनु हुँदैन थियो। र अब यहाँ चाहिँ दलाई लामाको बर्थडे चाहिँ दलाई लामा मात्र भएर बसेको भए, धार्मिक गुरु मात्र भएको भए आपत्ति हुने थिएन। दलाई लामा इज ए सिम्बल अफ तिब्बतलाई चिनबाट अलग गराउने मुभमेन्टका नेता हो। यसैले दलाई लामा आध्यात्मिक रूपमा विवाद नहोला तर राजनीतिक उहाँको भूमिका र एक्जाइल गभर्मेन्टको पेट्रोन भएर बस्यो। केही समय त आफै चिफ भएर चलायो। यसले गर्दाखेरि चाहिँ कन्ट्रोभर्सियल भयो। दलाई लामा शुद्ध धार्मिक गुरु भएन। दलाई लामा सेसेसनिस्ट एक्जाइल गभर्मेन्टको पेट्रोनको रूपमा र चाहिँ वेस्टसँग राम्रो सम्बन्ध भएको, चिनसँग नराम्रो सम्बन्ध भएको र तिब्बतलाई विखण्डन पारेर आफू फेरि जान सकिन्छ कि नेपालबाट
चीन विरोधी अभियान चलाउन सकिन्छ कि पहिले जस्तो खम्बा विद्रोहलाई रिभाइभ गर्न सकिन्छ कि भन्ने हुनाले दलाई लामा को बर्थडे अफिसियली मनाउने आग्रह गर्नु हुँदैन भन्ने नेपालको विज्ञहरूको भनाइ, कूटनीतिज्ञहरूको भनाइ, पूर्व राजदूतहरूको भनाइ यो। हजुर, एउटा कुरा के आयो भन्दाखेरि असाध्यै सेनाको पनि हुन त सरकार, हरेक सरकारलाई सेनाको समर्थन नहुने भन्ने कुरा हुँदैन पक्कै पनि नेपालकै परिप्रेक्ष्यमा। तर यो जे जति कार्यक्रम त्यो ओपनली शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ खोलेरै दलाई लामाको जन्मोत्सव मनाइयो भनियो। यस्तो महत्त्वपूर्ण विषयमा नेपाल सरकारको, नेपाल भद्रकाली दरबारका जेनरलहरूसँग कुराकानी भएको थियो कि थिएन होला? सरसल्लाहमै त भयो होला कि त्यो केही सल्लाह दियो कि दिएन होला नेपाली सेनाले यस सम्बन्धमा? यो असाध्यै जोखिमपूर्ण हुन्छ भन्ने सल्लाह दिने कोही पनि थिएन कि कस्तो हजुरको रिडिङ कस्तो छ? अब उनीहरूसँग सल्लाह लियो कि लिएर थाहा भएन। सिडिओ अफिस चाहिँ आयो, सरकारलाई सल्लाह दियो होला कि दिएन होला? लिने भन्दा पनि सर्वोच्च निकाय त सरकार नै भयो। हजुर, मलाई लाग्छ सेना पनि एकछिन नीति नै हुनुपर्ने। किन भन्दाखेरि खम्पा विद्रोह भएपछि चाहिँ चाइनाले प्रोटेस्ट गर्यो, एकछिन नीति अनुकूल भएन त, तिम्रो जहाँबाट हिट एन्ड रन गर्दैछ हामी कहाँ भनेपछि ल त्यसपछि डिसआर्म गरिदिन्छु भन्यो। नेपाली सेनाले चाहिँ वाङदीलाई पक्रियो उहाँ। हजुर, गी वाङदीलाई टिङ्करमा होइन मुस्ताङमा पक्रियो। अनि चाहिँ पक्रियो, उसलाई घेरेर राखेको थियो। तर उसले चाहिँ तपाईँहरू पनि थाक्नु भएको छ, बियर ड्रिङ्क्सहरू यिनीहरू खान खोलेर भेला काटेर खुवाएर मस्त भएको बेलामा नेपालको आर्मीका मान्छेहरू अनि भाग्यो। पेलेटस पोर्टर उहाँ अमेरिकाको यहाँ काठमाडौँमा शिष्टाचारमा अड्डा बनाएर उत्तरी क्षेत्रको ल्याङ्ग्वेज स्टडी गर्न जाने समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स तर चाहिँ त्यो सिआइएको एक्टिभिटी हेर्न जाने बेस्ट फुड वर्ल्डको खम्बा विद्रोहीलाई ड्रप गर्थ्यो त्यो पिलाटस पोर्टरले। र चाहिँ बेस्ट वाइन, बेस्ट चाहिँ नि फुड र उसलाई चाहिँ बाक्लो लुगाहरूदेखि लिएर इक्विपमेन्टहरू पनि दिन्थ्यो हान्ने फर्काउने भन्दाखेरि। अब त्यसले चाहिँ गाइड गरेर लग्यो। उनीहरू उत्तरी क्षेत्रको बाटो जाँदा जाँदै लिपुलेक पुग्यो। लिपुलेकबाट इन्डियातर्फ जान खोज्दाखेरि नेपालको सरकारले गोली ठोकेर हान्यो र चाहिँ वाङदी मऱ्यो भने। अब त्यस बेला विदेशी भूमिमा इन्डियाको चाइनाको शत्रुलाई चाहिँ सुताइदिएको गोली हानेर चाहिँ नेपालले हो ठुलो बुझ्न गएको। लिपुलेक त नेपालै भयो नि होइन? हो, जहाँबाट इन्डियातिर जान खोज्दाखेरि ठोकेर लिम्पियाधुरासम्मै भन्छौँ हामी त हाम्रो त्यो हो सुगौली सन्धिको आधारमा। हजुर, तिरबाट थियो। हजुर, त्यो ठोकेर हान्यो भन्दाखेरि नेपाल आर्मीको त्यो ग्लोरियस रेकर्ड हेर्ने हो भने जसले चाहिँ नि एकछिन नीतिको व्यवहारमा कार्यान्वयन गरेर देखायो, डिसआर्म गरेर देखायो। त्यो इतिहासलाईबाट डिपार्चर भएको होइन भने चाहिँ नि उसले चाहिँ नि सपोर्ट गर्ला, उसले चाहिँ गर्न देऊ भन्ला भन्ने मलाई लाग्दैन। तर त्यहाँ पनि अब चाहिँ के छ भन्दाखेरि दरबार हत्याकाण्ड भयो, दुईवटा बटालियन सिंहदरबारभित्रै थियो, सिंहदरबार जल्यो, राष्ट्रपति भवन जल्यो, सर्वोच्च अदालत जल्यो। त्यो बेला चाहिँ पनि प्रश्नहरू धेरैले उठाएको किन चाहिँ जोगाउनेतर्फको प्रयास भएन भने। अहिले पनि के तपाईँले को प्रश्न पनि शङ्का हो, उनीहरूले पनि पर्मिट गरे हो कि भनेर म भन्छु। त्यहाँदेखि अफिसियल्ली आर्मीको त्यो पोलिसी
हुँदैन होला, तर त्यही पनि अब घुसपेठ या पुगिसकेका छ भने केहीले विचलन पनि आएको हुनसक्छ। तर नेपालको राष्ट्रिय हित, नेपाल सरकार, सिभिलियन पनि, आर्मी पनि, कसैलाई पनि चाहिँ के छ भन्दाखेरि एक चिज नीतिभन्दा फरक जाने, हजुर, जियो पोलिटिक्सलाई बिर्सिएर इन्डिया र चाइनाको विरुद्ध गतिविधि गर्नु नेपालमा दिनै हुँदैन। अब खालिस्तानीहरूलाई भोलि शरणार्थीहरूले नेपालमा आएर बस्यो, अलग पन्जाब अलग गर्छु भन्नेलाई भन्यो भने इन्डियाले टलरेट गर्छ? पक्कै पनि गर्दैन। हो, यसैले चाहिँ नि चाइनाले पनि टलरेट नगर्ने रहेछ। उनीहरूको भाइटल इन्ट्रेस्ट हो कि नेपालबाट चीन विरोधी गतिविधि। म हजुरलाई यहाँनिर रोकेर यो जुन प्रसङ्ग आयो नि, खम्पा विद्रोहको प्रसङ्ग आयो, किन यो कतै खम्पा विद्रोह 2.0 को सङ्केतको रूपमा लिनुभएको छ र यो जे जस्तो भइरहेछ? रिभाइभल अफ खम्पा विद्रोह चाहिँ गर्न खोज्नेहरू छ, जसलाई त्यसको बिगिनिङ चाहिँ दलाई लामाको जन्मोत्सव मनाउने हो। अब फेरि सबभन्दा त के छ भन्दाखेरि अहिले अमेरिकाको संसदले यो टिबेट एक्ट पास गरेको छ अहिले 2026 मा पनि लेटेस्ट, पहिले पनि पास गरेको थियो। भन्दाखेरि उसले क्यालिफोर्निया एक्ट, न्युयोर्क एक्ट बनाउन सक्छ, टिबेट एक्ट भनेर अर्काको देशको एक्ट बनाउने, उनीहरूलाई चाहिँ बच्चा बच्चीलाई पढ्न सहयोग गर्ने, उनीहरू चाहिँ उसको क्याम्पमा बस्नेहरूकोलाई चाहिँ प्रोत्साहन दिने, रिफ्युजी क्याम्पमा, र त्यहाँ चाहिँ चीन विरोधी ओरिएन्टेसन दिनेको लागि चाहिँ गर्ने। त्यो चाहिँ नि के छ भन्दाखेरि टिबेट एक्टको मसला। अनि टिबेट एक्टमा यसपालि 26 मा त के भन्यो भन्दाखेरि दलाई लामा को डिक्लेरेसन दलाई लामाकै कोर्टिनीले गर्ने हो भन्छ। तर चाहिँ नि पुरानो एक्ट अनुसार के छ भन्दाखेरि यो भाषामा एउटा सुनको घडा छ, त्यसबाट लटरी निकाल्नुपर्ने र चाहिँ नि सेन्ट्रल गभर्मेन्ट चाइनाकोबाट एप्रुभ भएको मात्र हुन पाउने। त्यो उल्लङ्घन गरिकन अहिले के गर्यो भन्दाखेरि 15औं दलाई लामा चाहिँ अब दलाई लामाले चाहेको एक्जाइल गभर्मेन्टले चोइस गरे हुन्छ, टिबेटियन एक्जाइल टिबेटियनले हुन्छ। त्यसो भन्नुको अर्थ के हो भन्दाखेरि दलाई लामाको परम्परागत प्रणाली बाट डिपार्चर गरिकन अलग चाहिँ आफूले चाहेको गर्ने, भर्सक नेपालमा गर्न सक्यो भने कुनै तामाङ गुरुङ मार्फत फेरि यहाँ नागरिकता बनाइसकेकालाई पुनर्जन्म भयो बच्चालाई भन्यो भने चाहिँ के छ भन्दाखेरि नेपालमा गरे यो मुख्य भूमि बनाएर धर्मशाला अहिले चाहिँ एक्जाइल गभर्मेन्टको हेडक्वार्टर छ इन्डियामा, त्यसलाई काठमाडौँमा सार्ने त्यो मास्टर प्लान छ भन्ने कुरा पनि यहाँ अहिले विभिन्न मिडियाहरूमा आइराखेको छ। अनि त्यसको पूर्व तयारी हुनसक्छ। अब त्यसो भयो भने नेपाल चाहिँ ट्रेडिसनल पोलिसी र प्र्याक्टिसको चाहिँबाट ठुलो डिपार्चर भएर भू राजनीतिक दुर्घटनामा नेपाललाई फसाउने काम हुन्छ। हजुर, मलाई यो नेपाल चाहिँ बिट्विन अ रक एन्ड अ हार्ड प्लेस भन्छ नि, असाध्यै अप्ठ्यारो परिस्थितिमा जस्तो मैले बुझेँ। मेरो यो अल्पदृष्टि पनि हुनसक्छ, तर के भन्दाखेरि हामी वन चाइना पोलिसीबाट वन चाइना प्रिन्सिपलसम्म पनि समर्थन गरिरहेछौँ गर्नलाई। त हाम्रा सीमितताहरू छन्। पहिला अब मानदेवको पालाको जस्तो नेपाल छैन। कुनै बेला हाम्रा सीमाहरू उत्तर दक्षिण जहाँ अहिले छन् त्योभन्दा धेरै परसम्म थिए। अहिले यो देश आफैलाई सम्हाल्न, सरकारले आफूलाई यो देश सम्हाल्न असाध्यै गाह्रो परिराखेको अवस्था छ। हामी उनीहरूको सुरक्षाप्रति चाइना, इन्डिया, अमेरिकाकै पनि र युरोपकै पनि कतिपय स्वार्थहरू हामीहरूले आँखा चिम्लिएर उनीहरूलाई एन्डोर्स गरिराखेको अवस्था। तर हाम्रो मामिलाहरूमा हाम्रा छिमेकीहरू खास गरेर जस्तै लिपुलेखबाट व्यापार
तीर्थयात्रीहरूको आवत जावत जस्ता सम्बन्धहरूमा पनि त हाम्रा संवेदनशीलताहरू पनि त हेरिएन नि, हेरियो र हेरेन। हाम्रा छिमेकीहरूले त्यो हेर्ने, दे डिडन्ट बदर टु एड्रेस आवर जेन्युइन कन्सर्न्स डिड दे। त्यस अर्थमा उनीहरूले पनि नेपालबाट अति धेरै नै अपेक्षा गरे हो कि हामी कुन किसिमको दबाबमा छौँ, रणनीतिक आकाशको छिमेकीबाट, पश्चिमबाट कस्तो किसिमको दबाबमा छौँ भन्ने त्यो मर्का नेपालको नबुझे जस्तो लाग्यो है मलाई यहाँबाट हेर्दाखेरि। अवश्य हजुर। यो तपाईँले भन्नुभएको दिपुलेको बाट मानसरोवर जाने बाटो चाइना र इन्डिया दुवैले हामी नेपाललाई नसोधिकन यात्रा चलाएको छ। अब त्यो चाहिँ नेपालले प्रोटेस्ट लेटर दियो, तर पनि के भयो भन्दाखेरि इन्डियाले हाम्रै भूमि हो भन्न थाल्यो। जबकि सुगोली सन्धि अनुसार लिम्पिया जोरासम्मै नेपालको हुने, उद्गम स्थल काली नदीदेखि दोधारा चाँदनीसम्मै नेपालको हुनुपर्ने। अब त्यो कालापानीको मूल फुट्या ठाउँमा काली मन्दिर बनाएर यो नै चाहिँ नि काली नदी हो भन्नु, ल्यान्ड बोर्डरमा परिणत गर्नु, रिभर बोर्डरलाई। त्यो चाहिँ त्यो एरिया कब्जा गर्न खोज्नु इन्डियाको चाहिँ टेरिटोरियल एम्बिसन देखियो, एक्सपान्सन देखियो भने चाइनाको अलिक फरक छ। मौन समर्थन चाइनाको के गर्यो भन्दाखेरि उसले बाटो खोजेको र उसले के भन्छ भन्दाखेरि हामीले 54देखि नै यात्रु आउने जाने गरिरहेको हो र अहिले चाहिँ नेपालले रोकेको थिएन तीर्थयात्रीहरूको आवत जावत। नेपालकै थियो पहिले। हजुर, हुँदै पनि रोकेको थिएन। त्यो गुड नेबरलिनेस भनेको त त्यो होला नि त। 12औं शताब्दीदेखि 14औं शताब्दी यसको बिचमा मल्ल राजा, वेस्टर्न मल्लहरू, खस्सा मल्लहरूको अधीनमा थियो मानसरोवर कैलाश। र प्रोफेसर टुची इटालीको वर्ल्ड फेमस हिस्टोरियन, उसले पहिलो यात्रा लिपुलेखबाट मानसरोवर गरेर अनि त्यो शिलापत्रहरूको फोटो नै दिएको थियो कि एकातिर तिब्बतीन भाषामा उत्तरतिर फर्केको शिलापत्र, दक्षिणतिर फर्केको देवनागरीमा। यो हाम्रो टेरिटोरी हो र यो हाम्रो तीर्थयात्रीहरूलाई अरू त्यो मल्ल राजाले कानुन आदेशहरू चाहिँ त्यसरी शिलापत्रमा दुईवटा ल्याङ्ग्वेजमा लेखेर गाड्या त्यो हो। त्यो बेला पनि रोकेको थिएन र पछि पनि चाहिँ नि नेपालले त्यो बाटो प्रयोग गर्न रोकेको थिएन। हजुर। तर चाहिँ उनीहरूले गरेको तर्क कस्तो अनुपयुक्त छ भने हामीले तीर्थयात्रामा गइराखेका हुनाले यो हाम्रो हो भन्छ। त्यसो हो भने मेरो काउन्टर प्रश्न छ, लुम्बिनीमा बुद्ध जन्मियो र बुद्ध प्राप्त गर्यो भने सारनाथमा बोधगयामा गएर उसले बुद्धत्व प्राप्त गर्यो, कुसिनारामा निर्माण भयो। अनि बुद्धका कोही पालादेखि नेपालीहरू तीर्थयात्रा बोधगया सारनाथ जाने गरेका छ भनेकै चलेको हो। त्यो नेपालको भूमि हुन्छ र तीर्थयात्रालाई बाटो दिँदैमा हाम्रो तीर्थयात्रा उहाँसँग गयो हुँदैमा इन्डियाले दिन्छ र भन्ने नेपालले किन दिने? तीर्थयात्रा जान दिनु भने एउटा कुरा, त्यो त 4वटा कोरिडोरको प्रस्ताव राखेको छ असली शिशिर चाइनामा जाँदाखेरि। त्यसको ल्याटेस्ट चाहिँ त पूर्वको वलाङचुङमा आर्मीले बनाएर जोड दिए बाटो छ भने त्यो भयो, कोरला भयो, लिपुलेखै भयो चाहिँ नि। अब अरू हिल्साबाट अहिले पनि यो वर्ष पनि इन्डियाले बाटो खोल्छौँ, चाइनाले खोल्छौँ भने पनि सबभन्दा बढी त हिल्सा भएर गएको छ, अर्को कोलारी भएर गएको छ भने कोही रसुवा भएर पनि गएको छ भने यो बाटो चाहिँ दिनु भने तीर्थयात्रीलाई एउटा कुरा हो। तर चाहिँ के छ भन्दाखेरि त्यो भन्दैमा बाटो दियो भन्दैमा त्यो भूमि दिएको छ हुँदैन, त्रिपक्षीय वार्ता गरिकन कोरिडोर खोले हुन्छ। हजुर,
मैले यो नेपालको हुने लाल पूर्जा नेपालको हुने गरिकन बाटो हजुर। त्यो त हामी नर्थ टु साउथ जोड्ने बाटोहरू धेरै खोल्न चाहन्छौँ हजुर र के तर चाहिँ के छ भन्दाखेरि यो भूमि कब्जा गर्न दिनु हुँदैन, इन्डियाको फर्काउनुपर्छ र नेपालले आर्मी यो चाहिँ कालोपानीबाट फर्काउनु लगाएर मात्र वार्ता गर्नुपर्छ। हजुर आर्मी राखेर वार्ता गर्नु भने गन बोर्ड डिप्लोमेसी भन्छ त्यो। हजुर यहाँको लागि तिब्बती शरणार्थीहरूको जुन समस्या छ नि, नेपालको लागि पनि एउटा ठुलो तनावको विषय भइराखेको छ। हामी आफ्नै देशको जनसङ्ख्यालाई राम्ररी उनीहरूको स्याहार सुसार, उनीहरूलाई कामका अवसरहरू दिन सकिराखेका छैनौँ। यो जटिल अवस्था छ। सबैतिरबाट दबाब खेप्नुपर्छ नेपालले। कहिले चिनले थर्काउँछ, कहिले पश्चिमा शक्तिहरूले थर्काउँछन्। हामीले भन्न सक्दैनौँ जस्तै संयुक्त राज्य अमेरिका, दि युनाइटेड स्टेट्स, चाइना, जो पक्ष राष्ट्रहरू हुन्, विपक्षका राष्ट्रहरू हुन्, तिमीहरू एक ठाउँमा बसेर यो समस्या समाधान गर, हामीहरूलाई यो सुरक्षा सिक्युरिटी हेडेक नदेऊ, रिप्याट्रिएट गर, व्यवस्थापन कसरी गर्नुपर्छ हामी पनि संलग्न हुन्छौँ। तर हाम्रो भूमि चाहिँ भन्दा पनि यसको वैकल्पिक उपायहरू यस समस्या समाधानको गर, किन भन्दाखेरि हामीहरू तिमीहरूको समस्या समाधान गर्न सक्ने परिस्थितिमा छैनौँ। हाम्रो आफ्नै एउटा नाजुक मोडमा छ ऐतिहासिक रूपमा नेपाल। आफ्नै देशको जनसङ्ख्यालाई व्यवस्थापन गर्न सकिरहेको छैन, रोजीरोटीको व्यवस्था राख्न सकेको छैन। त्यसमा यु टेक केयर अफ दिस इस्यु भनेर के हामी चाइनालाई भन्न सक्दैनौँ? भन्नुपर्ने बेला चाइनालाई मात्र संयुक्त राष्ट्रसङ्घलाई नै गुहार्नुपर्छ कि अथवा युनाइटेड स्टेट्सलाई नै गुहार्नुपर्छ कि यसमा के छ यो मध्यस्थता नेपालले गरे अथवा नेपालले इनिसिएट गरे हुँदैन? यो हामीलाई मुख्य मैले 2 वर्ष भयो चासोको विषय भनिरहेको छु। हजुर चाहिँ के छ भन्दाखेरि रिफ्युजी क्याम्प टिबेटियनहरूको त्यो बन्द गर्नुपर्छ। 3टा अप्सन, एउटा चाहिँ नि चाइना फर्कने। मैले तिब्बत जाँदाखेरि त्यहाँको रेस्टुराँमा खाना गर्दा आएर अङ्ग्रेजीमा कुरा गऱ्यो, पछि नेपालीमा कुरा गर्न थालेँ। ए बाबु कहाँ टिबेटियन त्यो रेस्टुराँमा काम गर्दै भनेको, म त रिफ्युजी थिएँ, अहिले यहाँ चान्स पायो, मैले आएर यहाँ होटलमा काम गर्दैछु भने। त्यसैले अब तिब्बत डेभलप भएपछि त्यही जब अपर्च्युनिटी हुने भयो। स्वदेश फर्कन चाहनेलाई स्वदेश पठाउन एउटा अप्सन। दोस्रो अप्सन चाहिँ तेस्रो मुलुक कहीँ जान चाहन्छ, अमेरिकाले उचालेर तालिम गरे अमेरिकै मजा लाग्छ भने जाओस्, थर्ड कन्ट्री। तेस्रो अप्सन चाहिँ के हो भने नेपालको कानुन मानेर बस्यो भने नेपालमै नेपाली पनि जानिसक्यौँ, हामी नेपालको बच्चाबच्ची पनि के भनेर 3टा अप्सन दिएर डिसमेन्टल गर्नुपर्छ रिफ्युजी क्याम्प। अब भुटानी शरणार्थीको चाहिँ खाली गर्ने भनेर अमेरिकाले लग्यो भुटानी रिफ्युजीलाई, क्यानाडाले लग्यो, अस्ट्रेलियाले लग्यो, विभिन्न देशले लग्यो। किन लग्यो भन्दाखेरि कम्युनिजम चाहिँ त्यो क्याम्पबाट भुटान पस्ला भनेर। अब चाहिँ अमेरिकनिजम नेपालमा चाहिँ नि राख्नुपर्ने भएको हुनाले त्यो बन्द गर्न नदिने। हजुर भुटानी क्याम्प बन्द गर्नलाई लाग्ने सबभन्दा पुरानो ओल्डेस्ट रिफ्युजी क्याम्प इन नेपाल टिबेटियन हो। हामीले शरण आएकोलाई मरण नदिया हो। शरण आएकाले राजनीति गर्न पाउँदैन हाम्रो छिमेकीका विरुद्ध, हाम्रो देशको कानुन विपरीत। त्यसैले उनीहरूलाई ह्युमेनिटेरियन राइट दिया हो, पोलिटिकल राइट टु अपोज एनी कन्ट्री। अब त्यो चाहिँ हाम्रो चोइसबाट हाम्रा मित्र देशको विरुद्ध गतिविधि गर्न नपाउने। यसैले अब राइट टाइम टु डिसमेन्टल त्यो गर्दाखेरि फेरि मानवाधिकार हननका कुराहरू आइ नै हाल्छन् फेरि। आउँदैन यो बडो किन भन्दाखेरि वर्ल्डमा कहीँ पनि चाहिँ आफ्नो देशको फरेन पोलिसीको विरुद्ध चाहिँ काम गर्न दिँदैन। नेपालको जियोपोलिटिकल इन्ट्रेस्ट काम गर्न दिँदैन। यसैले उसलाई ह्युमेनिटेरियन एक्टिभिटी गर्न दिने। अझ अप्सन लिएर नेपालको कानुन मानेर बस्नु पनि त्यसलाई यहीँ बस्नु दिए पनि हुन्छ। केही चाहिँ फर्कन्छ अब स्वदेशमा। अब अहिले तिब्बत धेरै डेभलप गरे हुनाले फर्कन्छ। अहिले त मैले 2चोटि गएँ तिब्बत र तिब्बतमा त्यहाँ गएर त्यहाँको एकदम
बिहान त हजारौँ साइकल चढेर चाहिँ स्कुल गइरहेको हुने बच्चाहरू हजुर। र चाहिँ नि बाबु दलाई लामा थाहा छ अनि अनि खै त कहाँ छ के छ भन्दाखेरि अर्का देश गऱ्यो हाम्रो देश टुक्राउनु खोज्यो हामीलाई मतलब चाहिँ हामी उसको पाला जस्तो स्लेभ भएर बस्न चाहँदैन हाम्रो हामी त लिबरेटेड र हामी पनि नयाँ पढाएको छौँ हामी चाइना भने इन्द्रेणी हो विभिन्न तिब्बतियनदेखि उहुरदेखि हानदेखि धेरै जातिहरू भएको मङ्गोलदेखि यसैले इन्द्रेणी कल्चर हो चाइनाको यो एक टुक्रा चाहिँ नि त्यो इन्द्रेणीको एउटा रङै निकाल्ने पश्चिमी दक्षिणी शक्तिहरू लागेको छ तिब्बतियनलाई दलाई लामालाई प्रशय दिनु भनेको चाहिँ इन्द्रेणी चिनको युनिटीलाई चाहिँ नि मजबुत बनाउने होइन। अब चाइनाले चाहिँ युनिटी र स्टेबिलिटी बारे कानुन निकालेको छ सबै उनीहरूले। अमेरिकाले चाहिँ त्यहाँ विखण्डन मचाउने कानुन निकालेको छ भन्दा कर्मापा पनि यसरी नै भागेर आएको थियो र चाहिँ नि अनि दलाई लामा समर्थक कर्मापा पनि निस्क्यो। चिन समर्थ भएको चाहिँ नि देशभित्रकै कर्मापा पनि भयो। एउटा सिक्किममा फेरि अर्को त तिनजना कर्मापा भएको छ। अब चाहिँ नि यो यस्तै गतिविधि बढ्यो भने यो 15औं दलाई लामा दुईवटा हुन्छ, एउटा प्रो अमेरिकन दलाई लामा निर्वाचनको, एउटा चाहिँ नि चिनको कानुन अनुसार त्यहाँको सुवर्ण घडाले जसरी राखेर निकालेको र चिनको कानुन अनुसार सेन्ट्रल चाइना गभर्मेन्टले अनुमोदन गरेको चाहिँ हुन्छ। भन्दाखेरि यसैले दलाई लामालाई अझ के छ, पहिले 1856 मा नेपाल आएको थियो लुम्बिनीमा, पञ्चेन लामा पनि यो इन्डियाबाट नेपाल आएको थियो भने दलाई लामाप्रति धार्मिक भ्रमणमा आउनुमा हाम्रो केही आपत्ति भएन। राजनीतिक नेपालको फरेन पोलिसीको विरुद्ध चिनकै हित विरुद्ध लाग्यो। उसले दलाई लामा इन्स्टिट्युसनलाई निरन्तरता र कन्ट्रोभर्सी रहित बनाउने हो भने बिना सर्त चाइना फर्केर हामी चाइनासँगकै एकीकरणमा योगदान गर्छौँ र हाम्रो धार्मिक काम मात्र गर्न देऊ भनेर गऱ्यो भने सुनिन्छ। त्यसो भएन भने दुईवटा दलाई लामा हुन्छ र दलाई लामाको इन्स्टिट्युसन विक हुन्छ। परम्परागत रूपले चाहिँ दलाई लामा छान्ने प्रक्रिया नागेर चाहिँ वेस्टर्न दलाई लामा के को लागि, आफ्नो देशको एकताको लागि होइन, विखण्डनका लागि